We can break all the rules, be the rebels you wanna dance in the dark. सो गाइज अहिले चाहिँ रेडी भइसक्यो होइन यता दुईवटा अटो हामी चाहिँ बाइकमा जानु लाग्यो भाइ यता बेहुलीभित्र रेडी भइरहेछ होइन गाइज नर्भस फर्स्ट टाइम पब्लिकमा होइन तपाईँहरूलाई बेहुली देखाएको चाहिँ रेडी भएपछि सो बेहुली चाहिँ अगाडि गयो Look guys, सबै रेडी अटो हिँड्यो र खान्छ क्या फेरि किन रोक्यो अटो फेरि त्यहाँ किन रोक्यो हेर्दै चलिन आएको होइन एउटा अटो चाहिँ गइसक्यो देवलमा पुग्ने अटो म चाहिँ उता हेटौडाबाट चाहिँ यता यही भाइको उसको लागि आएको हो भाइको ढोकभेटको लागि आएको हो है म चाहिँ किनभने भोलि पछि बे गर्दा आउनु नपाए नि अहिले आएको त एउटा कुरो हुन्छ नि त त्यही भएर म आएको अनि होलीको ऊ पनि भयो नि त आज होली पनि त्यही भएर राम्रै भयो होइन त अब भाइले पनि बोलाएको थियो मलाई दाइ आउने होइन मेरो आज छ भनेर ढोकभेट छ भनेर मायालु अघि बनाएको भिडियोमा चाहिँ योभन्दा अगाडिको भिडियोमा चाहिँ पुरा साउन्डै आएन छ यत्रो माथिदेखि बनाएको मलाई चाहिँ एयरफोन मैले भिडियोमा हेर्दाखेरि चाहिँ एयरफोन हुन्छ जस्तो लागेको थियो हुन्छ भनेको थियो कतिले त एयरफोन पनि हुन्छ भनेको थियो तर यसमा चाहिँ साउन्डै दिएन मलाई चाहिँ अहिले पनि दिएको छैन होला तपाईँहरूले माइन्ड नगरिदिनु होला होइन लास्ट चाहिँ ऊ भयो मलाई चाहिँ यत्रो 500-600 तिरेर एयरफोन ल्यायो होइन कामै गरेन एयरफोनले चाहिँ 1300मा मलाई चाहिँ एउटा माइक दिन्छु भनेको थियो वायरलेस माइक है वायरलेस माइक पनि काम लाग्थ्यो होला त्यही ल्याएको भए राम्रो हुन्थ्यो होला होइन त्यही ल्याउनु पर्ने रहेछ अहिले आएर चाहिँ मलाई रिग्रेट लाग्यो होइन सो गाइस साइडबाट एउटा अगाडि चाहिँ एउटा अटो चाहिँ अगाडि म यहाँ पछाडि एउटा अटो चाहिँ अगाडि गइसक्यो दुईवटा चाहिँ पछाडि आउँदैछ होला कता माथि गएको त यार अटो त राज डराए यो साथी राजको चाहिँ यहाँ एक्सिडेन्ट भएको रहेछ अस्ति यहाँ एक्सिडेन्ट भएको रहेछ अस्ति यसको चाहिँ खुट्टाभरि घावै घाउ छ त्यसको खुट्टाभरि ढाडभरि घावै घाउ छ बाइक चाहिँ उत्तिकै भएन छ साट लागि गएको रहेछ को उता बहिनीहरू त्यहाँ हो ए मैले त नचिन्ने होली लाएर होला नचिन् मैले आफ्नो बहिनीको देखाउनु थिएँ
अगाडि गइसक्यो होइन मैले एङ्गल मिलाइरहेको थियो बिस्तारै जाने होइन यता धुलो लास्ट उडिरहेको छ है लास्ट धुलो उडिरहेको छ त्यही भएर बिस्तारै जाने अब त पछि जाने अलि उता गएपछि चाहिँ पिच छ त्यहाँबाट चाहिँ जाने सँगसँगै ल आमा छोरी पो लडिरहेको छ त यहाँ त भिडियो लामो भयो भने मेरो फोनमा हाल्नै मिल्दैन यो चाहिँ साथीको फोन हो होइन साथीको फोनबाट बनाएर अहिले चाहिँ त्यही भएर वाइड एङ्गल छ 13 हो मेरो चाहिँ वाइड एङ्गल छैन त्यही भएर भिडियो पनि राम्रो बन्दैन होइन माइक प्रब्लम भन्दाखेरि चाहिँ मेरो के अरे फोनै प्रब्लम रहेछ क्या साथीहरू फोनै प्रब्लम रहेछ अहिले साथीकोबाट बनाउँदा चाहिँ के अरे भोइस पनि राम्रो आइरहेको छ हेर्नु ल मेरो फोनमै प्रब्लम रहेछ धेरै के भएको यार मोबाइल चेन्ज गर्नु पर्यो भनेको अब पैसा पनि छैन कि जब पैसा आउँछ फोन पनि चेन्ज गर्नुपर्छ अब बिस्तारै अब अहिले त यसमा एक्सचेन्ज भनिदिन्छ फेरि मेरो चाहिँ बोली लास्टै लटपट आउँछ क्या गाई मेरो चाहिँ बोली लास्ट लटपट आउने भएको छ के भयो हेर्नु धुलो तिनवटा अटो अगाडि पुरा जन्ती गएको जस्तो भइरहेछ अहिले चाहिँ मेरो साथी अगाडि साथी भन्दा नि मेरो फुपूको छोरा हो अब सानैदेखि सँगै हुर्केर होइन साथी जस्तो हो सम्झियो हो होइन सोल्टी तर हामी साथी जस्तै हिँड्छौँ सानैदेखि सँगै हुर्केको त्यही भएर साथी हो धुलो पायो केटोले धुलो पायो मेरो भाइले झन् धेरै धुलो खाएर मेरो त हेलमेट छेकिरहेको छ आम्बो बाइक त मेरो भन्दा खतरा छ त अगाडिको हेडलाइटै छैन त्यसको त ल त्यहाँबाट चाहिँ पिस पुरै पछि भाइको पेमा जन्ती जानु नपाए पनि यो पल चाहिँ याद रहन्छ होइन टक्क बाइकमा हिँड्नु पाएको छ होइन ब्युटिफुल केटाहरू रहेछ त्यो त ब्युटिफुल मुमेन्ट होइन गाइस बिस्तारै जाने धेरै कुदाउनु पनि हुँदैन राम्रो मुभमेन्ट चाहिँ नराम्रो बनाउनु हुँदैन होइन त्यही भएर बिस्तारै हिँड्नु राइट सेफ कताबाट जाने हो तलबाट गयो भने पुलिसको डर हुन्छ मलाई चाहिँ मेरो बाइकमा चाहिँ म चाहिँ यताबाट जान्छु हेरौँ अब अटोहरू कताबाट जान्छ यताबाट गयो भने राम्रै हुन्छ होइन तलबाट गयो भने म चाहिँ यताबाट जान्छु यहाँबाट यता गएर तल सिधा हाम्रो बुहारी नानीको घरमा होइन देउलीको अनि उताबाट तल गयो भने चाहिँ पुरा बजार घुमेर जानुपर्छ हेरौँ के हुन्छ सिधा तल गयो के गरौँ तल जाने कि है तलै जाने कि रात कता गयो पुलिसले भेट्यो भने ल्याङ गर्छ किनकि मेरो चाहिँ यो बाइक चाहिँ पुरा यता चाहिँ वान्टेड छ मेरो यो पुलिसहरूले यताको हाम्रो रतनपुरको पुलिसहरूले चाहिँ लास्टै उ गर्छ होइन 2-3 चोटि पनि समातिसक्यो त्यस्तो उ गर्ने गरी चाहिँ समातेको छैन तर कराएर हुन्छ जहिले
नसमाओस् होइन, नपरोस् पुलिसको अगाडि। हामी राम्रै हो, राम्ररी हिँडिरहेको छ। मेरो बाइक मात्र खराब हो, अरू सबै हेलमेट लगाएर हिँडिरहेको छ। अहिले चाहिँ आफू केही नगरोस्, हामी घर बनिसकेको रहेछ। म चाहिँ यता रतनपुर नआएको धेरै भइसक्यो है। यो चाहिँ पुरा रतनपुरको हो। हाम्रो पुरानो नानी चाहिँ रतनपुरबाट गाउँ चाहिँ माथि बार्थली पुग्यो होइन। ए मोटे साथी के छ खबर? क्लासमेट हो है गाइस, स्कुलको साथी, पहिला सँगै पढ्दाखेरिको। अहिले पनि हेर पास हो, म चाहिँ फेल होइन। ढुकढुक भइरहेको मान्छेहरूको अगाडि भिडियो बनाउन यार। मेरो मुटु चाहिँ एकदम नरम छ क्या गाइस। स्केटल्यान्ड यहाँ नि स्केटल्यान्ड बन्दैछ गाइस, रतनपुरमा बन्दैछ। अब बनेपछि तपाईँहरूले खेल्न आउनु होला हाम्रो रतनपुरमा। रसन हेर्थ्यो साथी जस्तो लाग्यो। चेन्ज भइसकेको रहेछ हाम्रो रतनपुर बजार। यो चाहिँ हाम्रो हाट बजार है। यो चाहिँ पुरा हाट बजार। साइल चाहिँ यता रोकेको छ होइन, पुरा कालो रहेछ। के हो यता रोक्यो, के किन्ने होला रिचार्ज हाल्ने रे दिदीहरू। यता यो चाहिँ बुद्ध चौक होइन, बुद्ध चौकमा राखेको छ। अब सिधा उता जाने हो, यहाँबाट उता लाग्ने हो, कतै यताबाट उता लाग्ने हो होइन। हामी चाहिँ लोकल निस्क्यो यहाँबाट। यहाँबाट अलि उता गएपछि पुगिन्छ होइन। केयरफुल्ली बाख्रै बाख्रा छ। साउन्डले गरेरै हो मेरो चाहिँ पुलिसले लखान दिएर चाहिँ। अब यो बाइकै अब हुने बल्ल भइसक्यो क्या। रिन्यू नगरेको धेरै भइसक्यो। रिन्यू नगरेको धेरै भइसक्यो। अनि पार्ट पुग्छसम्म भएर चाहिँ त्यही भएर पुलिसले पनि गराउनु थाल्छ। बेलुका भएपछि यता चाहिँ बाख्राहरूको लास्ट भिड रहेछ। पुरा तल उता जङ्गलबाट के अरे चराएर आउँछ है त्यो बाख्राहरू चाहिँ। यता छ होइन, उता पनि जङ्गल छ, त्यता चाहिँ धेरै जस्तो उयो निर्कुञ्ज हुन्छ। अनि यता चाहिँ उता बाघको डर हुन्छ। अनि यता चाहिँ अलि खुल्ला खुल्ला हुन्छ, बाटो नजिक हुन्छ, त्यही भएर उतापट्टि लान्छ होइन। यो चाहिँ पुरा यो थारू टोल है गाइस, पछाडिहरूको थारू टोलहरू। उता यति एरिया चाहिँ कचौडी टोल हो, थारू टोल। अनि यहाँबाट अलि उता गएर उता चाहिँ पुरा फेरि तामाङकै टोल छ, तामाङ बाहुन त्यसरी। यति एरिया चाहिँ थारूको मात्र हो। यहाँसम्म मात्र हो। पहिला ऊ अगाडि जानुपर्छ होला ठुलो ठुलो मान्छेहरू होइन।
बडाहरू अगाडि जानुपर्छ पहिला पछाडि नालीहरू आउँछ ल अहिले चाहिँ पुग्यो चट्टो लाएर यो गऱ्यो टक्क अहिले चाहिँ पुगिसक्यो यहाँ अटोहरू होइन हामी चाहिँ यस्तो साथी मात्र होइन त्यही भएर हाम्रो त केही कामै छैन यहाँ अब भाइको ढोगभेट हुन्छ होइन ढोगभेट हुन्छ अनि सामान धेरै छैन हामीले सहयोग गरौँ भने होइन त्यो सामान धेरै छैन यता हो सबैजना यता राख्छु है गाइस रेडी भएर छ ल यता सगुन होइन सगुन रेडी ल अहिले चाहिँ अगाडि जाँदै Vlog Bomba em hazin lo jing le kirana 이거 마샬에 땅마거니 그래도 맞지던데 저기 롱마다 맞지 티가 배터리 레벨 공중 사철이 난인데 그래 ठेला बन्द हुन म त पुरा भित्र रहेछ भित्र रहेछ अब भित्र हामी जानु पर्दैन खाना खान्छ खाना खाँदै होइन टक्क लगाएर यसले चाहिँ एउटा कुरा भन्छु म यता आइज नि यता यहाँ कि एकचोटि ब्लगमा आउनु पऱ्यो नि त होइन टिका लगाएको पैसा हामीले 50-50 बाँड्नुपर्छ हुँदैन हुन्छ होइन ल आज चाहिँ पार्टी अब यसको पैसा त 50-50 हामी दै ल ढोग्यो सबैलाई भित्र ढोग्यो त्यो सँगसँगै ढोग्यो होइन ल गुड दादालाई ढङ्ग त
अहिले चाहिँ 7-8 बज्न लागिसक्यो घर जानुपर्ने अब कति बेला जान्छ होइन सो अघि मैले सुजन भाइले भनेको थिएँ नि जुन कुरा त्यो कुरा चाहिँ फेरि म हाम्रो बेहुला सञ्जय भाइले नि भन्छु है भेट्यो भने भन्छु नत्र ऊ बेहुलीसँग मात्रै हिँड्ने चाहिँ एक्लै बोलाएर म भन्छु ल के भन्छ भाइ अघि पैसा गन्ध टिका लगाएको पैसा गन्ध कति आएछ भाइ पैसा निकाल्यो आमामा पैसा हेर्नु लाखपति धनी भयो आज सुजन भाइ धनी 500को पनि पार्टी हो पार्टी खाएछ नोट सब मिलाउँछ अनि गर्ने ल कति हुन्छ 5 रुपियाँ दिनु चाहिँ कति त त्यो यार भिखारी रहेछ यार तर के त्यस्तो भन्नु हुँदैन जति दियो भने दियो होइन गन्ध गन 500 600 700 800 900 1000 11 12 13 14 1 2 3 4 5 15 1 2 3 4 4 95 14 15 95 ए 1500 पुगेछ ल 1500 कमाएछ ए 2 घन्टामा 1500 कमाए थोडा हेर्दा वाह रातभरि केटीसँग बोलेर आँखा रातो भइरहेछ मेरो पनि झोले बेसी क्या हाँगा भिडिगा तारा छैन पाको थाहा भाइ अब सजाय छोरा बराबर हो क्या बुहारीसम्म गर्नु पर्यो भयो आफ्नो छोरी पुगिरहेको नाति पुगिरहेको छ तपाईँ खै तपाईँ पनि अगाडि आउनु अझ पुरा ठुलो बडाले आशिष दिइरहेछ होइन आशिष दिएर अनि सम्धिनेहरूको नि भइरहेछ आपने हो गया तपाईले त छोरा बराबर मानेर यस्तो गरी सम्धि होइन नि त तपाई त हामीले खाने हो साथी सम्धिने सगुन अब पहिला इच्छा छ भने छोरा हो कि भान्जा हो कि भान्जी
लु अब चाहिँ नाक राखेर खानु पर्यो नि फेरि नाक चाहिँ तास्ने होइन ससुराको सबै कुरा सुन्ने यता बाजे बजे बुवा आमा हुनुहुन्न सब कुरा धान्ने लु सबैलाई त्यसमा लस हो दाजुभाइ भेट्ला बुवा खलक भेट्ला बाजे खलक भेट्ला तिमीले जहाँ भेटे पनि घोडा नटेके पनि बुवा ठुलो बुवा होइन बाजे बजे भनेर ढोग्नुपर्ने हुन्छ अब तिमीहरू बाँधिएको छ हिजो जस्तो फ्री छैन कहीँ अप्ठ्यारो पर्यो भने मान्छेले केही कुरा गर्यो भने त्यहाँनिर तिनीहरूलाई अप्ठ्यारो पर्ला होइन आज आउनुभयो आज भेट्नेले भेट्यो नभेट्नेलाई जहाँ भेट्दा पनि मामा खलक भेट्ला बाजे खलक भेट्ला आफ्नो माइती खलक भेट्ला है त्यहाँ अब तिमी माथि गएर पनि सिन्धन खलक छ भने त्यहाँ पनि ढोग्नुपर्ने हुन्छ त्यो कुरो उहाँले गर्नुहुन्छ है उहाँले गर्नुहुन्छ अब के गर्नु पर्ने के पठाउनु पर्ने जय लस मेरो नाति म चाहिँ गएँ भने राम्रो कुरा गर्नु होइन तिमीहरू पनि अलकच्चा छ घरे जोगेर पनि हामी नहिँड्नु अब किनकि बाँधिएछ कि तिमीहरू त बाँध्यो नि त होइन तिमी कसैको छोरी थियो भने कसैको बुहारी भयो तिमी कसैको छोरा थियो भने कसैको ज्वाइँ भयो अब भारी त बढ्यो नि त तिमी छोरी थियो बुहारी भएर गयो अब तिमी हिजो छोरा मात्र थियो भने अब कसैको ज्वाइँ भइसक्यो किनकि एक पद बढ्यो नि तिमीहरू त अब भरे तिमीहरू बाउ हुन्छ आमा हुन्छ पछि जिम्मेवारी त तिम्रो बढ्दै गयो यो कुरो त आइलाग्ने कुरा हो जानिराख्नुपर्ने कुरा हो नि अब त तल माथि हुनु भएन शेषर नम्बरमा बस्नु पर्यो भन्छन् होइन पहिला छोरा पनि हो अब के भने एक हिसाबले छोरा एक हिसाबले भान्जा ज्वाइँ भयो भान्जिनी ज्वाइँ दोहोरो सबैलाई ढोगेर गर्नु अब विधवा दिए अब के गर्नु उहाँहरूको सामानहरू के छ पठाइदिनु अब यहाँ खाली पुरै गरेर नपठाउनु के थपेर पठाउनु नियमहरू त्यस्तो छ कता पो गयो नाति झडा भइरहेछ सँगसँग ढोगेर सम्झिँदा त्यो पनि भयो टिका लगाएको छ नि हजुर टिका लगाएपछि 50 गर्नुपर्छ भइहाल्छ नि दाइ त्यो त अब दाजुभाइको भइहाल्छ नि भाइले नै अब 50 गर्छ सुजनले नि 50 गर्छ म धनी है दाइ धनी ल राम्ररी हामी गएको ल आउँदै गर ल भर्खरमा अनुहार पनि खाएको त पकाएको भए त कति मिठो हुन्थ्यो अझै आएर पकाउँछु मैले छिटो अनि ल अनि अहिले फेरि मोमो खादिन्छु पनि म खादिन्छु पनि म खादिन्छु जोकर हो यता आइज न जोकर देखेर चाहिँ आइज ल जोक चक्कर बने गाइस सो गाइस अहिले चाहिँ घर आइसक्यो होइन घर आएर यहाँ भाइहरू पनि भेट्यो दिउँसो चाहिँ थिएन मेरो भाइहरू अहिले चाहिँ भाइहरू पनि आइसक्यो त्यही भएर अहिले चाहिँ होली खेलेँ अलिकति होइन भाइहरूसँग दिनभरि चाहिँ खेलेन सो गाइस रातो लाउनु नहुने तर भाइहरूले रातो लगाइदियो के गर्नु सो गाइस अहिले चाहिँ आजको लागि भिडियो यति नै होइन भाइको उसमा नि गयो दिउँसो हुन्छ सो गाइस आजको लागि भिडियो यति नै आज 2टा भिडियो बन्यो अनि योभन्दा के अरे योभन्दा अगाडि बनाएको 2टा क्लिप चाहिँ अनि अगाडिको भिडियोहरू फ्याल्छु भनेर फ्यालेको थियो
दुईवटा क्लिप चाहिँ त्यो पनि डिलिट भएछ एकदम नराम्रो लाग्यो अब यति नै हो हेरिदिनु होला राम्ररी अब यति नै हो अब फेरि भेटौँला नेक्स्ट भिडियोमा त्यही भन्दै अनि भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला फेरि भेटौँला नयाँ भिडियोमा टाटा बाई बाई गाइज सब्सक्राइब गर्दै यो मोदी सरको